यो चाहिँ हामी लगभग इन्ड पोइन्टमा घाम अस्ताउने क्रममा छ। साउन मासमा यो देवघाट धामको नारायणी मन्दिर, नारायणी खोला हैन। मलाई पक्रेर हैन ऊ पारी चाहिँ दुई नदीको सङ्गम गण्डकी र यताको मर्साङ्दी चाहिँ मिसिएको नारायणी नदी चाहिँ हामी चाहिँ अहिले देवघाट नारायणी मन्दिरमा नारायणी नदीको झोलुङ्गे पुल तर्दैछौँ। यहाँ चाहिँ एकदम घुइँचो छ। त्यो बाइक स्कुटरहरू आएर यो पुल धेरै हल्लिएको छ। दर्शकले हामी चाहिँ देवघाट जाँदैछौँ। देवघाट धाम ऊ पारी देवघाट धाम भनेको छ। हामी त्यही ठाउँमा पुगेर हजुरहरूलाई देखाउँछौँ है त साथीहरू। सम्पूर्ण देवघाट प्रवेशद्वार होइन, शहीद स्मृति प्रवेशद्वारबाट हामी चाहिँ देवघाट गाउँपालिका तनहुँ प्रवेश गरेका छौँ है त साथीहरू। समस्त बजार संसार समस्त संसार श्री हरिहरपुर श्री गुरुचन्द्र श्री हनुमान मन्दिर देवघाट हामी लाँदैछौँ। रामानन्द सङ्कटमोचन हनुमानजीको मन्दिर। हामी श्री हनुमानको दर्शन गर्न सक्छौँ हजुर। जय श्री राम। आश्रम हामी यस हनुमान मन्दिरबाट प्रस्थान गर्दैछौँ दर्शकबिन। हामी हनुमानजीको मन्दिरबाट हामी हरिहर मन्दिर प्रवेश गर्दैछौँ। सीताराम, जय श्री राम। सानो सानो भाइहरू पनि यस आश्रममा देख्न सक्छौँ। मौन क्षेत्र यज्ञशाला रहेको छ। यता हरिहर मन्दिरको मुख्य गेट, सन्यास आश्रम। हामी भित्रसम्म प्रवेश गर्छौँ। गुरुजी बस्नु भएको छ। हामी यस ध्रुवनारायण मन्दिर देवघाट आइसकेका छौँ। चक्र
तो दोस्रो तलासँग डुबेको त दोस्रो तल यो सानो मन्दिर देखेकै थिएन के अरे त्यो बाटा त उभिएको त देखेकै थिएन त्यो कुबेर समितिको नि कुबेर सुवेदीको 2 तला एक तला हो भएन एक तला यहाँ आएका हुन्छ आमाहरू उयो छ कि आमाहरू आएको ठाउँमा देखाइदिन्छु तल हो के कहाँ हो तलै गलेश्वर आश्रम प्रवेश गर्दैछौँ है त हामी। नमस्कार देवघाट गलेश्वर आश्रम नित्य हवन कुण्ड गलेश्वर आश्रम सिद्धेश्वर महादेव मन्दिर। हामी सिद्धेश्वर महादेव मन्दिर दर्शन गर्दैछौँ समस्त भक्तजन। ए यहीँ पर राख्नुपर्ने नन्दी, यहाँ नन्दीजी विराजमान हुनुहुन्छ। यता म मन्दिर दर्शन गर्छु र गराउँछु भने आफै स्वाट वन कहाँ मिल्दैन हाम्रो जानलाई दानगिरी जानाले त्यही जनाइदिन्छु ओम नमो भगवते वासुदेवाय नमः।